Hello, hi guys, good evening to all my YouTube family. हजुर कस्तो हुन्छ? I hope ठीक ठाक हुनुहुन्छ होला और म पनि एकदम ठीक छु गाइज। और अहिले म देहरादून एयरपोर्ट जाँदैछु मेरो छोरीलाई छोड्नको लागि। मेरो छोरी बेंगलोर जाँदैछ त फेरि म थोड़ा सा एक ब्लॉगिंग भी करूँगी। ओके गाइज, मेरो ब्युटीफुल छोरी हाय भन्न कालु एकचोटि। ओके गाइज, अब म हजुरहरुसँग थोड़ा सा अगाडि गएर मिल्ने छु। ओके, यो देख्न सक्नुहुन्छ गाइज देहरादूनको रस्ता मार्केट। अहिले दिनमा त यति ट्राफिक छैन न, बस शाम भयो भने फेरि जाम लाग्छ यहाँ त। फेरि अझ घण्टा घरमा त झन् है। अलि थोड़ा दिनको टाइम खुल्ला खुल्ला छ। हाय गाइज, हामी जाँदैछौँ रस्तामा। हजुरहरूलाई मैले आज देहरादूनको एयरपोर्टको रास्ता पुरा देखाउने छु और एयरपोर्ट पनि देखाउने छु। मेरो गाइजहरूलाई पहिला पनि म 2-3 पारी गएको थियो तर मैले भिडियो गराइन। आज मैले भिडियो गराउँदैछु, ब्लगिङ गर्दैछु मेरो गाइजहरूलाई। म जाँदै जाँदा साथमा लिएर जाउँदा। ओके, क्रिकेटका के चला गयो अरे भैयाले भन्नुहुन्छ। हेर्नुस् गाइज, क्रिकेट स्टेडियम, क्रिकेट स्टेडियम आन्दाखेरि देखाम्ला अब। आन्दाखेरि देखाम्ला। ल हेर्नुस्, यो रायपुरको भ्यू हो न भैया? रायपुर पार गर्नुको बाद। हजुर, रायपुर पारी। यो पुरा बर्खामा यो खोला ठुलो हुन्छ। ल हेर्नुस्, पुल कति दामी पुल, भ्यू देख्नुस् गाइज। कम राम्रो छ हाम्रो देहरादून। हजुर देख्न सक्नुहुन्छ गाइज। हजुरहरू पनि युट्युबबाट हाम्रो देहरादून हेरेर घुम्न सक्नुहुन्छ। ल हेर्नुहोस् यो पुरा रायपुरको भ्यू। ओ माई गड, पहाडी पहाड होइन? यहाँ त बेसै राम्रो भ्यू देखिन्छ क्या यहाँबाट। अब यो रोड पहाडको छेउछेउमा जान्छ पुरा एयरपोर्टसम्म। अब हजुरहरूलाई पनि मैले पुरा मेरो युट्युब फ्यामिलीलाई मैले पुरा देहरादून घुमाउँछु नि। हाम्रो पहाडी एरिया यति अच्छा मौसम छ। अहिले तक पनि यति गर्मी भएको छैन। फेरि पनि अब धेरै मान्छेहरूको भिड भएका हुनाले यहाँ पनि गर्मी हुन लाग्यो दिल्लीमा जस्तै। एसीको बिना त बस्न सकिन्न। ओके, अब थोड़ा सा अगाडि गएर मिल्नेछु मेरो गाइजहरूसँग म। भ्यू ल हेर्नुहोस् गाइज। ओ माई गड, भ्यू त कति दामी देखेछ। छेक्यो के रुखहरूले, सेम हाम्रो नेपाल जस्तो छ क्या यहाँ त। यो चलाको हिस्सा है त। त्यही त पुरा नेपालको। अंकल क्या करना चाह रहे हो आप? मैं रोकिरहेको नचलाइरहेको छु। अंकलले ठुलै गाडी बिचमा घुसाएर मेरै रास्ता हो भने के लाग्छ कि मलाई त एयरपोर्टको रास्ता त एकदम मनपर्छ मलाई। जङ्गली जङ्गल छ मलाई। फेरि यस्तो जङ्गल, हरियाली, पहाड, सुनसान यस्तो मनपर्छ न। यसले त मैले ब्लगिङ गराएको छु। मेरो युट्युब गाइजहरूले पनि थोड़ा सा देख्न सक्नुहुन्छ। एकदम अरू ठाउँमा त मलाई गयो भने त बमिट हुन्छ, यस्तो ठाउँमा त हुन्न फेरि भैया। भिड भराका जस्तो धेरै उसमा जाम्ला नि त। बस रेस्टुरेन्टहरू छ। ल मेरो कान्छीले उहाँ बिजी छन्। मेरो सानो कान्छी आज मलाई मम्मीलाई छोडेर जाँदैछिन्। मेरो कालु मलाई थोड़ा सा अच्छा लागेको छैन। फेरि पनि मेरो छोरी छिटो छिटो आइहाल्छ। 1-2 महिनामा एक चक्कर लगाइहाल्छ, मम्मीलाई भेट्न आन्छ। यसकारण अब बस अब ड्युटी जबले गर्नै पर्यो। के गर्ने हेर्नुहोस् गाइज। मेरो काम छ कहिले कुनो छोरीसित घुम्ने, कहिले ठुलो छोरीसित घुम्ने, कहिले सानो छोरीसित घुम्ने, कहिले बुढासित घुम्ने। रमाइलो जिन्दगी छ त्यस।
एयरपोर्टमा गएर मिल्छु मेरो गाइडहरूसँग। फेरि बोल्दा बोल्दै मेरो हिन्दी फेरि जान्छ कि। गाडीलाई छिटो जाऊ छिटो भने त्यही होइन र भैया। आइजाऊ भनेर तेल भराउन आइजाऊ, छिटो जाऊ भनेको होइन, आइजाऊ भनेछ त्यसले। कता? पेट्रोल पम्पमा आइजाऊ। त्यहाँ पेट्रोल पम्प छ भित्र? ए म त लौ यताको गाडीलाई यता आऊ भनेको होला, उताकोलाई उता जाऊ भनेको होला भनेर कुरो नबुझ्ने फेरि है। अच्छा यता आऊ पेट्रोलतिर भनेको? पेट्रोल भर्न आऊ। ए मेरा बाबा केलाई खडा गरे त्यसरी मान्छेलाई? मान्छे होइन। गाइस फाइनली हामी एयरपोर्ट पुग्यो। हजुरलाई मैले एयरपोर्टको अब देखाउँछु। ओके देहरादुनको एयरपोर्ट पुग्यो। ल इन भइगयो गेटबाट अन्डर। अब थोडा सा भित्र गएर मेरो छोरीलाई टाटा बाई बाई गरेर आन्छु म गाइस। ओके हजुर देख्न सक्नुहुन्छ। यहाँसम्म लान पर्ला हजुरलाई है। यो छ एयरपोर्ट देहरादुन। त्यति ठुलो त छैन फेरि पनि गयो भिडबाट। मलाई यहाँनिर हाम्ला नि म होइन थोड़ा सा पछाडि उतानिर हाल्छु। हजुर त्यहीँनिर गाडी रोक्नु म आइहाल्छु। यति कहिले आरामले हाल्नु। ड्रप एयरपोर्ट पुगिसक्यो गाइज। हुन्छ एयरपोर्टको नजारा कारको भित्रबाट देखाइरहेको छु। त्यहाँ फेरि गाडी रोक्न दिन्छ कि दिन्न भैया? बाहिर रोक्न दिन्छ। नहीं त्यहाँ सामान झिकुन्छ त त्यसलाई फाइनली देख्न सक्नुहुन्छ एयरपोर्ट देहरादुनको गाइज। माथि पुरा पार्किङ छ। ओके अब पुगिसक्यो। चलो मैं बाद में मिल्छु आप लोग से। गाइज एयरपोर्ट पुग्यो। मेरो छोरीलाई मैले थोड़ा सा छोरीको ब्याग मैले ब्याग पक्र्दैछु। मेरो कान्छु मम्मीलाई कति मिस गर्छौ? एयर होस्टेसको लगाइरहेछ मेरो छोरीले। ओके मेरो कालु राम्रोसित जाऊ है। फोन गरेँ है पपी बाई है। ल बाई मेरो कालुलाई देखाऊ। छि नभन ल भाइ राम्रोसँग जाऊ है मेरो कान्छु है। ओके भाइ फोन गर है। ल वहाँ पुग्न बित्तिकै फोन गर। बाई 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 लभ यु गाइज। मेरो छोरी बाई गर कान्छु बाई गर। जाँदैछ गाइज। अच्छा लागेको छैन गर्ने फेरि पनि जानु पर्यो। सो गाइज मैले छोरीलाई एयरपोर्टको भित्र इन गरेर आयो। म थोड़ा सा जाँदैछु। कार थोड़ा सा माथि पार्किङमा छ। ओके मलाई अच्छा लागेको छैन। ओके गाइज मैं बाद में मिल्छु। ओके देख्न सक्नुहुन्छ गाइज देहरादुनको एयरपोर्ट पुरा पार्किङ छ यहाँनिर। म थोड़ा सा माथि जाँदैछु। यो छ गाइज। मैले छोरीलाई छोडेर क्याबमा बस्यो। अब म आउने बेलामा सब रास्ता देखायो हजुरहरूलाई गाइज। एयरपोर्टको सब कुछ देखायो। अब जाते टाइम पनि त्यही रास्ता जाने नि भैया? हजुर। अब जाने बेलामा अब त्यही रास्ता जाने हो गाइज। त यस कारणले मैले अब हजुरसँग डाइरेक्ट म घरमा गएर मिल्ने छु। और पुरा रास्तामा म लाइभ गर्नेछु। अब थोड़ी देर मतलब नेट चल्ला त म लाइभ बस्ने छु गाइज। अगर नचल्ला त मेरो गाइजहरूसँग म शामको घरमा गएर जरुर म आज फेस लाइभ गर्नेछु। म मेरो गाइजहरूसँग बहुत दिन भयो फेस लाइभ नगरेको यस कारण। ओके अब म डाइरेक्टली घरमा गएर मिल्ने छु हजुरसँग। ओके
गाइज हामी जङ्गलको रास्ता गएको थियो, जो रास्ताबाट आएको थियो अहिले छोरीलाई छोड्नको लागि। त अहिले आँधी तुफान एकदम ठुलो भयो। त हामी थोडा सा अगाडि गएको थियो, त एउटा रुख खसेको थियो। फेरि हामीले रिक्स लिन हुन्न, थोडा सा अब जङ्गलको रास्ता छ पुरा, त फेरि अगाडि पनि कुछ भी हुनसक्छ भनेर फेरि हामी गाडी मोडेर अब हामी फेरि अर्को रास्ता जहाँ जङ्गल धेरै छैन त्यो रास्ताबाट जाँदैछौँ। वापस आइगयो, 10 मिनट अगाडि गएको थियो बस। अहिले त फेरि पानी बिजो हुँदैछ भैया, होइन? अभी कम हो रहा है ना? तो फेरि बस अब थोड़ा सा अर्को रास्ता जाँदैछ। ओके गाइज, म हजुरसँग थोड़ा सा बादमा मिल्ने छु हजुरसँग। ओके, म लाइभ बस्नेछु गाइज। अब म हजुरसँग घरमा गएर मिल्ने छु। अर्को रास्ता आयो हामी एकदम मेन रोडबाट, राम्रो रास्ता। जङ्गलको रास्तालाई थोडा सा छोडिदियो किनकि वहाँ पेडहरू गिरेको थियो, त्यस कारणले गर्दाखेरि। ओके गाइज, अब म घरमा गएर मिल्ने छु हजुरसँग। अब म लाइभ बस्दैछु, मेरो गाइजहरू लाइभमा आउनु होला मसँग बातचित गर्नको लागि। ओ गाइज, अब म घर मेरो मतलब फ्ल्याटनिर पुग्नेवाला छु गाइज। और मैले छोरीलाई छोडेर आयो। और यहाँ थोड़ा सा मौसम यहाँ खुलेको रहेछ न भैया? ल, अब म रुममा पुगिसक्यो गाइज। मेरो गली आयो, यहाँनिर छोडिदिनुहुन्छ कि? ओके गाइज, ऊ क्याब गइरह्यो। म छोरीलाई छोडेर आयो एयरपोर्टबाट। बारिस देख्न सक्नुहुन्छ गाइज। अब म घरमा पुग्नेवाला छु। छोरीलाई छोडेर आयो एयरपोर्टदेखि। गाइज, म आइपुग्यो मेरो फ्ल्याटमा मेरो सानो छोरीलाई छोडेर। हजुर देख्न सक्नुहुन्छ। हेलो गाइज, म फाइनली घरमा पुग्यो मेरो छोरीलाई छोडेर। त घर सुनसान लागिरहेको छ गाइज। के भने अब छोरीलाई पनि आफ्नो जबमा जानै पर्यो। त फेरि हजुरलाई अगर मेरो भिडियो अच्छा लाग्ला त लाइक, शेयर एन्ड सब्सक्राइब गर्न नभुल्नु गाइज भन्दै ओके बाई बाई, टेक केयर एन्ड सी यू अगेन, बाई।